हामी यो नजिकैको एउटा यो खेत एउटा त्यो 3 एउटा यो 4 टोपेर उतापट्टि यो अर्को जिउलातिर जाँदैछु। अब सुरु भयो यी बियारो लाउन सुरु भयो। बियारो लाउँदै हुनुहुन्छ। अब यसपछि यहाँ यो बाउला माथि त गर्दै हुनुहुन्छ। हातको खुट्टाको यो चाहिँ कपडाहरू छोटो गर्दै हुनुहुन्छ। टीका गरेर यहाँ टीका लाउने यहाँ को देवतालाई कुल देवतालाई चढाउँदै हुनुहुन्छ। चढाएपछि यो पानी रोकिदिनुहुन्छ अरे आज रोपाइ छिटो हुन्छ अनि पानी पनि रोकिदिनुहुन्छ सजिलो हुन्छ भन्ने मान्यता छ जुम्लामा। अझ रोप्नेहरू आइपुगेका छैनन् हुनुहुन्छ है। किन चढाउनुहुन्छ त किन चढाउनुहुन्छ मलाई पुरै पयालो बनाइदिनु भयो। चढाउनको मान्यता के हो के को लागि चढाउनुहुन्छ। हामी जस्तो हाम्रो आत्मा उस्तै यिनीहरूको आत्मा हुन्छ के आत्माले पाउँछ आत्माले। अनि आज पाउनको कारण किन यो रोपाइको के सहजता हुन्छ के के भने हामीहरूको चन्दनाथको लागि सबैले हामीले दिनै पर्छ। जस्तो हाम्रो आत्मा उस्तै यिनीहरूको आत्मा। रोपाइ छिटो हुन्छ टीका 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 के हातमा दिने अघि लगाउने हो खासमा लगाउने पुजान तल हलिन के अरे बिउ फाल्नेलाई अब मलाई पनि लगाइदे। यसमा चाहिँ ढोक गर्दैन होइन। बिउ फेरि चढाउनु लाग्ने हो। 3 पटक चढाइसकेँ आज। बिउलाई चाहिँ पुग्ने गरेर यो चाहिँ एकदम ठाडो होस् भन्ने मान्यताको कारण चाहिँ चढाउनुहुन्छ। कर्णालीको मस्टोलाई चाहिँ यहाँ चढाउने पूजा गर्ने मान्यता छ चलन छ। कर्णालीको देवतालाई मस्ट भनिन्छ नि त्यो मस्टोलाई चाहिँ चढाउने प्रचलन छ। सिन्दुर चढाउनु भयो। अब बिउ फाला अब असार्न नट्टामे आन पुजान कचिल्लो रहेछ त्यो के बिउ उठ्नु गर्ने बेला माथि त्यो चिसो रहेछ। अझै रोप्ने आइपुगे छैनन् क्या। कतिजना बाँकी रह्यो चाहिँ पानी धेरै भएछ है। घरको कान्छी बुहारी छन् भने कान्छी नभए पनि बुहारीहरूले चाहिँ छेउमा लाग्ने चलन छ भने बीचमा चाहिँ छोरीहरू अथवा पाहुनीहरू अलि बुढो मान्छेलाई चाहिँ बीचमा लाउने प्रचलन छ। यहाँ चाहिँ भयो
उठ्नु फुपू उठ्नु घुमाइले ल अब मेरो मालो लगभग सिद्ध्याएर अब चाहिँ अर्को खेत सुरु हुन्छ। अब तल्लो खेत गए असारै हुन्छ। बिउ यतैबाट होला कताबाट पस्ने हो ल असारा यो खेत असारे अब दुईटा खेत भयो बल्ल छिटो 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 पसाए रोप्ने रियौ फालफाल बिउ चाहियो कस्तो स्लो हो त त्यतापट्टि छ धोबिया नि के बिउ पैटाउन लाग्नु भयो यस्तो हुँदो रहेछ त किन यसरी किन राख्छन् यसलाई बिउ यसको राख्नुको कारण के हो चन्द्रनाथ भैरवनाथलाई सम्झेर फारो हुन्छ भनेर पुग्छ भनेर हो एकदम सहज हुन्छ धेरैजना छन् होइन तलबाट फेरि उ होला भनेर ल पसा लाम्ना नटै हानेछ है त्यही पछि हुर्र उठ्ने फाल्ने बेला दे मलाई के काम रहेन चाहिँ मानेलाई बिहार उठाउनु पर्छ नि त गर्ने बेला परीक्षा त है ल छिटो छिटो पस माला मेट्नेहरू चाहिँ आधा उठेछन् आधा रोप्दैछन् आधा के गर्दैछन् अझ दुईटा के बाँकी छ कति बेला म पनि रोप्दैछु दिवाली सानो छ पारिपट्टिको सिन पनि कति राम्रो आइरहेको छ माला मेट्दैछन् बुहारीहरूले छोरीहरू बिचमा रोप्ने
नाटक हेर्ने त पर भाइ रोप्ने रे आगे गयो नि क्या सबै बसेछन् त ल रोप रोप अझै खेत बाँकी छन् बसेको बेला मात्रै भिडियो खिच्न पाइन्छ अरू बेला आफू रोप्नु पर्यो यस्तो अब खेत सकिन लाग्यो सबै खेत पुल्टिहाल्ने भएको कारणले गर्दा पुल्टिहाल्दा घरको छोरीहरू चाहिँ पुल्टिहाल्न जाँदैछ अब यो खेत पालो आउँदैछ अरू माथिल्लो खेत चाहिँ नआउने तपाईँले के गर्नुपर्छ आंटी पत्ता तुल्नुहुन्छ माइती आउनु अब अलि पावर पुगेन हान्ने मान्छेलाई हान्ने मान्छेको पावर रहेनछ ल छिटो छिटोको यता बसे जुनको यता थाकेर बिचरा अब यही खेत मात्रै हो यहाँ त ल अब हामी पनि रोप्ने हेलो थाकेछन् क्या अहिले त ल अब म पनि पस्ने बेला भयो हेर्नु होला अब यस पछाडि हामी अर्को खेतमा जाँदैछौँ अब हामीले यहाँ आज रोपेको 4वटा खेत त्यो माथिको खेत रोप्यौँ त्यसपछि त्यो 3वटा यसलाई 4वटा अब चाहिँ हामी अर्को जिउलामा जाँदैछौँ त्यो हामी अहिले लामपटा हुने जिउलामा छौँ भने अब केही छेडपछि हामी त्यो माथिको त्यो बाटो छ नि हाइवे हो त्योभन्दा उतापट्टि त्यहाँ गएपछि यहाँहरूलाई त्यहाँको अपडेट देखाउँला हेर्दै गर्नु होला जुम्लाको रोपाइ प्रक्रिया ल छिटो यहाँ चाहिँ भिडियो बनाउनलाई पुरा आनन्द ए मागल सागल केही आजकै त रोप्नेहरूको चाहिँ जुम्ली भाषामा चाहिँ मागल खासै आएन अब अरू खेतमा आउँछ कि खै किन यो मागल सागल आएन अब आएपछि तपाईँहरूलाई म चाहिँ यहाँको मागल कसरी गाउँछन् म देखाइदिन्छु हेर्नु होला राखौँ भने मेरो रोप्ने मेरो मालो माथि भित्र पसिसक्यो फेरि अर्को भिडियो बनाउने मान्छे छैन मेरो मालो चाहिँ अगाडि बाँकी नै रहन्छ
मान्छे भए हुनाले त्यति आवाज आएर निस्कन सकेको छैन। दिनभरि थकानलाई मेटाउने रमाइलो गर्दै यो म रोप्दै गर्दाखेरि थकाएको पनि महसुस नहुने भएको कारणले गर्दाखेरि पनि महिलाहरू नागल गाउँदै रोप्दै गर्ने प्रचलन छ। अहिले जाऊ पोल्दै हाल्ला छिटो। आज धेरै सक्यो। अब हामी अर्को डोल्पा जाने आयो हो। आज 1 2 3 4 5 वटा यहाँ नजिकैको अझै माथिल्लो खेत को जिउलामा आएको छु। यहाँ चाहिँ पानी पर्न थाल्यो, पानी पर्न लागेको छ। रोप्नेहरू अझ जम्मा हुँदै टाइम लागिरहेछ। भर्खर असारेरै पस्दैछन्। अझै खेत बाँकी छन् 3 4 वटा। पानी पर्ला जस्तो भइरहेछ। कति रमाइलो छ जुम्लाको। यसलाई कामला जिउला भन्छ जुम्लामा चाहिँ। रोप्नेहरू जम्मा हुँदैछ।